जसलाई सिलगढी लायन्स क्लबद्वारा सञ्चालन गरिएको थियो। त्यहाँको पनि उहाँ विनर भइसक्नु भएको छ र भर्खरै मात्र स्पेशल रिकग्नाइजेसन अवार्ड कल्चरल सो मेफेयर सिलगढीद्वारा पनि उहाँ सम्मानित भइसक्नु भएको छ र भनौँ भने उहाँ एकदमै यंगेस्ट समाजसेवीको रूपमा जसले 2 लाख भन्दा बढी नीडी पिपलहरूलाई 2 लाख भन्दा बढी आर्थिक सहयोग यहाँले गरिसक्नु भएको छ र जोरदार तालीको साथमा हामी यहाँलाई स्वागत गरौँ रोइसाङ पाखरिन र उहाँलाई यस टोकन अफ लभ प्रदान गर्नको निम्ति म मञ्चमा निम्त्याउन चाहन्छु दिपेन्द्रज्यूलाई। दिपेन्द्र प्रधानज्यूको बाहुलीबाट हाम्रा आजका अतिथि कलाकार सुश्री रोइसाङ पाखरिनलाई हामी खदा अनि यस मायाको चिनोद्वारा हामी यहाँलाई सम्मान गरिरहेका छौँ र यतिका सानो उमेरमा पनि जुन समाजसेवीको भावना यहाँमा उत्पन्न भएको छ यसको निम्ति हामी सबैले यसको निम्ति सराहना चिन्तन गर्नुपर्ने मनन गर्नुपर्ने विषय रहेको छ र यति साना नानीलाई भगवानले थुप्रै आशीर्वाद दिनु भन्दै आजको यस कार्यक्रममा हामीले यस्ता साना अतिथि कलाकार पाउँदा हामी एकदमै हर्षित छौँ र